एकजना किशोर अवस्थाको केटा थियो। सधैँ दिनको 8 घन्टाभन्दा बढी मोबाइल चलाउँथ्यो। त्यो केटा राति सुत्दा पनि मोबाइल सिरानी मुनि राखेर सुत्दथ्यो। केही महिनापछि उसको टाउको दुख्न थाल्यो र उसलाई राति पनि निन्द्रा नलाग्ने भयो। सबैले अनुमान गरे कि मोबाइलको रेडिएसनले गर्दा भयो होला। तर साँचो कारण के थियो? आजको भिडियोमा हामी डर होइन, विज्ञानको आधारमा मोबाइल रेडिएसनको सत्य बुझ्नेछौँ। हामीहरू प्राय हल्ला र डरलाई सत्य मान्दछौँ। तर स्वास्थ्यको कुरा गर्दा हल्ला होइन, प्रमाण हेर्नु पर्दछ। जसको लागि सुरुमा हामीले WHO को वेबसाइटमा गएर चेक गऱ्यौँ। त्यहाँ थुप्रै कुराहरू भेटिए। त्यसपछि हामीहरूले सबै कुराहरूलाई पालो अध्ययन गऱ्यौँ। अध्ययन गर्दाखेरि WHO ले हजारौँ अध्ययनको विश्लेषण गर्दा कुनै स्पष्ट सम्बन्ध देखाउन सकेको छैन। विशेष गरी ब्रेन क्यान्सर जस्तो जोखिमसँग मोबाइल प्रयोगको सिधा सम्बन्ध फेला पारेको छैन। मोबाइल फोनले रेडियो फ्रिक्वेन्सी निकाल्दछ, जुन नन आयोनाइजिङ रेडिएसनहरू हुन्, जसले DNA वा कोशिकालाई सिधा नोक्सान गर्न सक्दैन। यो एक्सरे वा अल्ट्राभायोलेट रे जस्तो शक्तिशाली छैन। FDA ले पनि भन्छ कि लार्ज एपिडेमियोलोजिकल स्टडीले मोबाइल र स्वास्थ्य जोखिम बीचमा कुनै पनि सम्बन्ध छैन भनेर। अघि भनिएका अध्ययनहरू अनुसारले त्यो केटालाई मोबाइलले गर्दा केही पनि नभएको रहेछ। सारांशमा भन्नुपर्दा मोबाइल प्रयोग र स्वास्थ्य जोखिम बीचमा प्रत्यक्ष सम्बन्ध छैन। त्यही पनि मोबाइल धेरै प्रयोग गर्यो भनेपछि टाउको दुख्ने, चक्कर आउने जस्ता लक्षणहरू पनि देखिन सक्दछन्। यदि मोबाइललाई 25 सेन्टिमिटर भन्दा नजिक राखेर चलायो भनेपछि आँखा कमजोर पनि हुन सक्दछ। मोबाइल हामीहरू सजिलैसँग चलाउन सक्दछौँ। मोबाइल चलाउँदा कुनै पनि जोखिम छैन। त्यही पनि केही सावधानीहरू अपनाएर चलायो भनेपछि झन् उत्तम हुन्छ। यदि तपाईँलाई यो भिडियो उपयोगी लाग्यो भने यस भिडियोलाई लाइक, सेयर, कमेन्ट गर्नुहोला र यस च्यानललाई सब्स्क्राइब गरी बेल आइकन पनि दबाइदिनुहोला।